दही स्वास्थ्यको लागि राम्रो होइन त? हामी सबैले यही सोच्छौं। तर के कहिले सोच्नु भएको छ हामीले यति हेल्दी ठानेर खाएको दहीले वास्तवमा कुनै फाइदा नै गरिरहेको छैन कि? हो, यही विरोधाभासको पछाडिको विज्ञान के हो, आउनुहोस् आज यसलाई बुझौं। हो, तपाईले ठीक सुन्नुभयो। दहीको संसारमा एउटा ठूलो, भनौं न, धोका लुकेको छ। हामी स्वास्थ्यको लागि भनेर जुन दही किन्छौं नि, त्यसले त हामीलाई वाचा गरिएका फाइदाहरू दिइरहेकै हुँदैन। अब यसले एउटा एकदमै महत्त्वपूर्ण प्रश्न खडा गर्छ। के त्यसो भए पसलमा पाइने हेल्दी दही साँच्चै काम नलाग्ने हो त? आउनुहोस् यो दाबीको पछाडि के विज्ञान रहेछ त्यो हेरौं। ल, यो रहस्य सुल्झाउनको लागि हामीले हाम्रो कथाको हिरोलाई भेट्नै पर्छ। ती साना साना सूक्ष्म जीवहरू जसले दहीलाई साँच्चै स्वस्थ बनाउँछन्। अनि यी हिरोहरू को हुन् त? यिनीहरू हुन् प्रोबायोटिक्स। सुन्दा अलि वैज्ञानिक सुनिएला, तर सरल भाषामा भन्दा यिनीहरू भनेका राम्रा ब्याक्टेरिया हुन्। यिनीहरूले नै हाम्रो स्वास्थ्यलाई फाइदा पुर्याउने हो। तर एउटा शर्त छ है, त्यो शर्त हो यिनीहरू जीवित हुनुपर्छ। हो, यो जीवित भन्ने शब्द नै यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अब हेर्नुहोस्, यी प्रोबायोटिक्सले कति शक्तिशाली काम गर्छन्। पाचन प्रणालीलाई सहयोग गर्नेदेखि लिएर चिन्ता कम गर्न मद्दत गर्ने अनि हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने सम्म। तर सोच्नुहोस् त, के हुन्छ होला जब यी सबै फाइदाहरू हामीसम्म आइपुग्नु अगाडि नै नष्ट भइसक्छन्? हो, यहीँनिर आउँछ हाम्रो कथामा एउटा ट्विस्ट। यसलाई भनौँ प्रिजर्भेटिभको विरोधाभास। कुरा कहाँ बिग्रिन्छ भने नि, बजारको दही बनाउने कम्पनीहरूको पहिलो प्राथमिकता हाम्रो स्वास्थ्य हुँदैन। उनीहरूको मुख्य लक्ष्य त आफ्नो प्रोडक्टको सेल्फ लाइफ बढाउनु हो। मतलब दहीलाई हप्तौंसम्म पसलको र्याकमा कसरी टिकाउने भन्ने मात्रै हो। अब यहाँ हेर्नुहोस्, यो त दुईवटा बिल्कुलै फरक संसार जस्तो भयो। एकतिर छ बजारको दही, जसलाई लामो समय टिकाउनको लागि रासायनिक प्रक्रियाबाट गुजारिन्छ, जसले गर्दा ती राम्रा ब्याक्टेरियाहरू नै मर्छन्। अनि अर्कोतिर छ घरको दही, जुन प्राकृतिक तरिकाले बन्छ र जसको प्राथमिकता भनेकै ताजापन र जीवित ब्याक्टेरिया हो। यो भनाइले समस्याको जडलाई ठिक समातेको छ। बजारको दहीमा हुने प्रिजर्भेटिभहरूले नै ती राम्रा ब्याक्टेरियालाई मारिदिन्छन्। कस्तो अचम्मको कुरा होइन? जुन कुराले दहीलाई लामो समयसम्म टिक्न मद्दत गर्छ, त्यही कुराले दहीको सबैभन्दा महत्त्वपूर्ण स्वास्थ्य लाभलाई नै खाइदिन्छ। त्यसो भए अब समाधान के त? चिन्ता नलिनुहोस्, समाधान एकदमै सरल छ, प्राकृतिक छ र शक्तिशाली पनि छ। त्यो हो घरमै बनाएको दही। हो, घरमा दही बनाउँदा कुनै कारखानाको जस्तो सर्टकट हुँदैन। यसले आफ्नो समय लिन्छ, करिब 7 देखि 8 घण्टा। तर यही ढिलो प्राकृतिक प्रक्रियाले नै ती राम्रा ब्याक्टेरियाहरूलाई फस्टाउन र हुर्कनको लागि सबैभन्दा उत्तम वातावरण दिन्छ। अनि यो प्रक्रिया कति सरल छ हेर्नुस् त। दूधमा अलिकति जोरन हाल्ने, त्यसपछि प्राकृतिक रूपमा फर्मेन्टेसन हुन दिने। बस परिणाम के हुन्छ? प्रशस्त जीवित कल्चर जुन लाभदायक प्रोबायोटिक्सले भरिपूर्ण हुन्छ। यो त हाम्रो भान्सामा नै हुने एउटा सानो वैज्ञानिक चमत्कार जस्तै हो। त्यसो भए अन्तमा छनोट एकदमै स्पष्ट छ। हामीलाई लामो समय टिक्ने सेल्फ लाइफ चाहिएको हो कि वास्तविक स्वास्थ्य लाभले भरिएको रियल लाइफ? यो तालिकाले सबै कुरालाई छर्लङ्ग पार्छ। हेर्नुहोस्, पसलको दहीको मुख्य लक्ष्य के हो? लामो समय टिक्नु। परिणाम, प्रोबायोटिकको संख्या या त एकदमै कम या शून्य। अर्कोतिर घरको दहीको लक्ष्य के हो? स्वास्थ्य लाभ। परिणाम, उच्च र सक्रिय प्रोबायोटिक्स। त्यसैले कुरा प्राथमिकताको हो। कुन दही बनाउँदा के कुरालाई महत्त्व दिइयो भन्ने हो। र अन्तमा यो सबै कुराले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्न लगाउँछ, के लामो समय टिक्ने नाममा स्वास्थ्यको एउटा खोक्रो वाचा स्वीकार्ने? अब अर्को पटक दही किन्दा एक पटक सोच्नुहोला, वास्तविक स्वास्थ्य लाभहरू ताजापनमा हुन्छन्, प्रिजर्भेटिभहरूमा होइन।